नारी शीर्षकको कविता वाचन गर्दैछु। नारी खै हतियार के छ गतिलो, खै शस्त्र स्वामित्वमा, के को आड लिएर बाँच्न दुनियाँ पापी छ संसारमा। खै यो कानुनले कहाँ र कहिले तिम्रो जगिर्ना गर्यो, तिम्रा निम्ति समाजमा र घरमा सद्भावना के रह्यो। दासी झैं उपभोग गर्छ नरले, मान्छे उही भन्नु के, बाधा अडचनका पहाड जति छन्, उन्मुक्तता भन्नु के। आफ्नै हुनहुनता तथापि उनकै हाम्रा सबै अङ्ग छन्, आफ्नै हो सिउँदो निधार तिनले पाएर नै दङ्ग छन्। तिम्रो हो यदि केही भने भुवनमा मात्रै छ पीडा दिने, तिम्रा पूर्ण शरीर केवल भयो आनन्द क्रीडा दिने। उद्रेका सिउनी शरीर हृदयमा टाँचाहरू उध्रिए, भत्केका घर झैं भए उदरका बाटाहरू भत्किए। आफ्नो छैन उजाडियो शिशिरको डाली भयो जिन्दगी, बन्दी झैं घरमा थुनेर परकै राखिन्छ यो बन्दकी। जे छन् घरका विसङ्गतिहरू ठम्ब्याई छाडौँ अब, बेला यो छ अमूल्य मित्रगण हो, बेला नटारौँ अब। जे छन् घरका विसङ्गतिहरू ठम्ब्याई छाडौँ अब, बेला यो छ अमूल्य मित्रगण हो, बेला नटारौँ अब।